अहिले हामी सिद्धार्थनगरको देवकोटा चोकमा छौँ र यो देवकोटा चोकबाट हामी पश्चिमतिर गयो भने हामी एयरपोर्टतिर पुगिन्छ र उत्तरतिर गयो भने हामी बुटोल पुगिन्छ, पूर्वतिर गयो भने हामी परासी पुगिन्छ र दक्षिणतिर गयो भने हामी सुनौली बर्डर पुगिन्छ। र आजको हाम्रो यात्रा कहाँको छ भनेर भन्दाखेरि आजको यात्रा हाम्रो त्रिवेणीको छ। हामी भैरवाबाट त्रिवेणी कसरी पुग्ने, भैरवाबाट त्रिवेणी पुग्नको लागि कुन कुन ठाउँ पार गरेर चाहिँ जाने हो, त्यो कुरा हामीले आज दर्शकवृन्दलाई यो भिडियो मार्फत देखाउनेछौँ। र हाम्रो यात्रामा चाहिँ मेरो मित्र सहयोगी मित्र राजु शर्मा हुनुहुन्छ र म राजेश काण्डे, हामी दुईजना सँगै चाहिँ मिलेर चाहिँ हामीले यो ब्लग बनाउने चाहिँ काम चाहिँ गरिरहेको छौँ। र आज हामी दर्शकवृन्दलाई भैरवबाट त्रिवेणी कसरी पुग्ने, त्रिवेणी पुग्नलाई चाहिँ कुन कुन ठाउँमा चाहिँ पुग्नुपर्ने चाहिँ हुन्छ, कसरी कसरी जानुपर्ने हुन्छ भन्ने कुरा डिटेल्समा हामीले चाहिँ बताउनेछौँ। तपाईँले के भन्नुपर्ने छ? त्यही अब आज राजेशजीसँग मेरो त्रिवेणीसम्म जाने छौँ है। हामी यो देवकोटा चोकको यो फलाने पुलमा छौँ र यहाँको छायाङ्कनहरू लगभग गरेर भइसकेको छ। अब हामी यहाँबाट त्रिवेणी चाहिँ जाने सुरु हुन्छ। अहिलेलाई अब धनम यहाँबाट अब यात्रा सुरु गर्छौँ। हस्त राय हस्त धन्यवाद। आज हाम्रो युट्युब ब्लगमा भैरवादेखि त्रिवेणी कसरी पुग्ने भन्ने कुरा हामीले चाहिँ देखाउन चाहिँ गइरहेको छौँ। हाम्रो यात्रा भैरवाको देवकोटा चोकबाट भएको छ र देवकोटा चोक हुँदै बसन्तपुर हुँदै अहिले हामी वैनी खोला पुलमा पनि आइसकेको छौँ। र त्रिवेणीसम्म पुग्दाखेरि बिच बाटोमा चाहिँ कुन कुन ठाउँ चाहिँ पर्छ त्यो हाम्रो चाहिँ दर्शकवृन्दलाई अवलोकन गराउँदै त्रिवेणीसम्मको यात्रा हामीले चाहिँ कम्प्लिट गर्नेछौँ। धगधई रोहिणी गाउँपालिकामा पर्छ। धगधई गाउँ विकास समिति, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढ र बुधबारलाई मिलाएर बनेको हो। यो क्षेत्र स्थानीय व्यापारिक गतिविधिको केन्द्रको रूपमा पनि चिनिन्छ। 2048 सालको नेपाल जनगणना अनुसार धगधईको जनसङ्ख्या 4602 थियो र त्यहाँ 731 घर परिवार बसोबास गर्थे। दर्शकवृन्द, अहिले हामी नवलपरासीको बुद्ध चोकमा आइपुगेका छौँ। अब यो बुद्ध चोकबाट उत्तरतिर चाहिँ लाग्यो भने लगभग 9 किलोमिटर बाटो पार गरेपछि त्यहाँ सुनवल छ र पूर्वतिर लाग्यो भने बुद्ध चोकबाट पूर्वतिर लाग्यो भने फेरि त्यहाँ 27 किलोमिटर पछि त्रिवेणी चाहिँ पर्छ। अहिले हामी नवलपरासीको बुद्ध चोकमा छौँ र यहाँ केही समय हामी चाहिँ समय व्यतीत गर्छौँ। मतलब यहाँबाट चिया नास्ता चाहिँ खाएर बल्ल हामी त्रिवेणी यहाँ के अरे राजनीतिका पुडी र तरकारी सबै आइसकेको छ। मलाई चाहिँ पुडी मात्रै आएको छ, तरकारी चाहिँ भाइले चाहिँ लिएर आउँदै हुनुहुन्छ। तरकारी खै त मलाई कस्तो छ टेस्ट कस्तो छ? नम्बर 1 तरकारी पनि आयो मेरो। गजब ल। अब नास्ता खाएपछि हामीलाई चाहिँ धेरै बेर चाहिँ खट्न चाहिँ सजिलो हुन्छ। स्वादिष्ट छ एकदम चाहिँ। के मिष्टान भण्डार गरे यो? लक्ष्मी मिष्टान। नवलपरासीको लक्ष्मी मिष्टान भण्डार। यदि तपाईँहरूले मिठो स्वादिलो नास्ता चिया गर्न छ भने लक्ष्मी मिष्टान भण्डारमा अवश्य आएर खानुहुन्छ। यदि यहाँ चाहिँ आएर तपाईँले नास्ता चाहिँ गर्नुहुन्न भने धेरै कुरा तपाईँले चाहिँ मिस गर्नुहुन्छ।
र हाम्रो प्रोप्राइटर हुनुहुन्छ लक्ष्मी बुद्ध चोकको भन्नु न। सूरज कुमार चाहिँ हुनुहुन्छ, उहाँ चाहिँ लक्ष्मी मिष्टान भण्डारको प्रोप्राइटर चाहिँ हुनुहुन्छ र उहाँले यस्तो राम्रो चाहिँ म्यानेज गर्नुभएको यो र यहाँको जेरी मुडी चिया चाहिँ अति नै चाहिँ मिठो छ। परासी हाट बजारभन्दा अगाडि आएपछि दुईवटा बाटो फेरि चाहिँ देखिन्छ। यो बाटो तपाईँको बर्दघाट जान्छ भने यो बाटो तपाईँको त्रिवेणी जान्छ। दुईवटा भागमा यो डिभाइड भएको छ, यो ख्याल गर्नु होला। यो बर्दघाट जाने बाटो, यो त्रिवेणी जाने बाटो। अहिले हामी परासीको हुलाकी बाटो हुँदै नारायण चोकमा चाहिँ आइसकेको छौँ। नारायण चोकमा एउटा युद्ध प्रसाद भट्टराई बुवा चाहिँ यहाँ चाहिँ हुनुहुन्छ। उहाँसँग चाहिँ हामीले यो चोकको विषयमा, ठाउँको विषयमा केही कुरा चाहिँ जानकारी लिने चाहिँ गइरहेको छौँ। अस्ति ल हामी चाहिँ परासी चाहिँ हुँदै हुलाकी बाटोबाट यहाँ नारायण चोकमा चाहिँ आइसकेको छौँ र नारायण चोकको विषयमा चाहिँ हजुरले चाहिँ केही चाहिँ बताइदिनु पर्यो। नारायण चोक नाम रहेको एकजना नारायण भट्टराई हुनुहुन्थ्यो धन्यवाद। उहाँको यहाँ फसल रहेछ पहिला, उहाँकै नामबाट नारायण चोक गएको हो। ए भन्दाखेरि चाहिँ यो चाहिँ पुरानो बस्ती थिएन, उहाँ एकजना दुईजना तिनजना हुँदै अहिले चाहिँ ठुलो बस्ती भइसकेको छ। र बुवा चाहिँ यहाँबाट चाहिँ बरघाट जानलाई चाहिँ कति टाइम लाग्छ? 7 किलोमिटर छ कि कति टाइम लाग्छ? ए 7 किलोमिटर चाहिँ यहाँ चाहिँ बरघाट पुग्न चाहिँ 7 किलोमिटर लाग्छ भने यता त्रिवेणी चाहिँ पुग्नलाई त्रिवेणी 18 किलोमिटर। त्यहाँबाट गोपीगञ्ज, हजुर, गोपीगञ्जबाट सिमरी, सिमरीबाट खैरेनी, हजुर, खैरेनीबाट प्रतापपुर, हजुर, त्यहाँबाट उताको त मलाई त्यति याद छैन। हजुर। र हजुरलाई धेरै धेरै धन्यवाद, हजुरलाई चाहिँ भेट्ने मौका पाइयो। अहिले हामी गोपीगञ्ज आइपुगेका छौँ र अब हामी यता दक्षिणतिर गयौँ भने प्रतापपुर हुँदै त्रिवेणी गइन्छ भने, तपाईँको पूर्वतिरबाट गयौँ भने हामी नेपाली नहर हुँदै त्रिवेणी पुगिन्छ। र अहिले हामी चाहिँ यो गोपीगञ्जको चोकमा छौँ। यहाँ अब नेपाली नहर यतातिर छ भने अब यतातिर गयौँ भने हामी प्रतापपुरमा फेरि अर्को नहर पर्छ। सिमरीको आदर्श सेकेन्ड्री स्कुलमा चाहिँ आइसकेको छौँ र एउटा कुरा चाहिँ भन्न चाहन्छु, 7 क्लाससम्म म चाहिँ यही स्कुलमा चाहिँ पढेको हो। बाटोमा हिँड्दै गर्दा अब भिडियो चाहिँ बनाइराखेको छ भने यो स्कुललाई कसरी चाहिँ बिर्सिन सकिन्छ। सिमरीको चाहिँ यो आदर्श स्कुल। एकैछिनको हिँडाइपछि हामी प्रतापपुर पुलमा पुगेछौँ। अब यो दक्षिणतर्फ हेर्दाखेरि यो दक्षिणतर्फको बाटोबाट हामी सूर्यपुरा, झुल्नीपुर, इन्डिया बर्डर पुग्न सकिन्छ। तर म आफ्नो दर्शकवृन्दलाई यहाँ सानो एउटा
ठाउँ छ जहाँ पुरानो स्कुल छ। त्यो स्कुलको अवलोकन पनि गराउन चाहन्छु। त्यो स्कुल बेलाटारी भन्ने ठाउँमा छ। ल एकैछिन हामी स्कुलतर्फ लागौँ है त। मेरो साथी राजु शर्मा र म यही बेलाटारी स्कुलमा पढेको हुनाले यसलाई पनि हामीले आफ्नो ब्लग्स मार्फत चिनाउने कोसिस गर्यौं। यो स्कुलमा कुनै समयमा म 8 क्लासमा 1 वर्षको लागि चाहिँ पढेँ र 1 वर्षपछि फेरि म तानसेन जेबिटी स्कुलमा गएर पढेँ। त्यतिखेरको सम्झना मेरो मनमा भएको हुनाले म यो बाटोबाट क्रस गर्दाखेरि, त्रिवेणी जानलाई क्रस गर्दाखेरि कसरी स्कुलको छायाङ्कन यो स्कुललाई मैले दर्शकहरूको सामु चाहिँ नदेखाइकन चाहिँ बस्न सक्छु भन्ने चाहिँ लाग्यो। मेरो मनले मानेन र आज म पढेको स्कुललाई चाहिँ मैले आज चाहिँ देखाएँ। र त्यतिखेर म छिवनीबाट यहाँ पढ्न आउँदाखेरि लगभग छिवनी यहाँबाट 3-3.5 किलोमिटर पर्न जान्छ। हामीहरू हिँड्दै आइन्थ्यो, हाम्रो ग्रुपहरू हुन्थ्यो, कहिलेकाहीँ साइकलमा पनि आइन्थ्यो र यसरी हामी यहाँ पढ्न आइन्थ्यो। अहिले हामी त्रिवेणी जाने बेलामा यो बाटो हुँदै आउँदाखेरि अनि यसरी यहाँ आएर हामी केही छायाङ्कन गरिरहेछौँ र अनि अहिले धेरै चेन्ज भइसकेको रहेछ। पहिला यस्तो बिल्डिङहरू बनेको थिएन र धेरै खुसी लागिरहेछ। अब यहाँ पढ्नेहरू कतिजना साथीभाइहरू कहाँ कहाँ पुग्नुभयो होला होइन, कोही त भेट भइरहेछ र एकदमै खुसी लाग्छ। आज यहाँ हामी राजेश पाण्डेसँग म आउन पाउँदा। बेलाटारी स्कुलको चिनारीपछि फेरि हामी प्रतापपुर पुलमा पुगेछौँ र प्रतापपुर पुलबाट फेरि हामी उत्तरतिर लाग्यौँ र फेचुवा पुलमा पुग्यौँ। फेचुवा पुलको विषयमा पनि फेरि हामीले चाहिँ राजु र म केही गन्थन गऱ्यौँ। उही हाम्रो पुरानो पुल। हामीहरू कुनै जमानामा बेलाटारी पढ्न जाँदाखेरि यो पुलको धेरै युज हुन्थ्यो। हामी डेली यही पुलबाट आउने जाने गर्थ्यौँ र कहिलेकाहीँ अगाडि योभन्दा अगाडि एउटा गेटवाला पुल छ फलामको, त्यहाँबाट पनि आउने जाने गर्थ्यौँ र यो पुलमा हामी प्रायः जसो धेरै जसो यही पुलबाट हिँड्थ्यौँ। त्यतिखेर यो पुल अलि राम्रै थियो, नयाँ थियो। अहिले यो पुलहरू पुरै यस्तो अवस्थामा आइसकेको छ र अझ पनि यो पुल चलिरहेको छ। यसलाई एकदम राम्रोसँग मर्मत गर्नुपर्ने भइसकेको रहेछ। यो नदी गण्डक नदी हो। यो त्रिवेणीबाट 3टा नदीको सङ्गम मिसिएर यो नदी चाहिँ यसरी सूर्यपुरा चाहिँ हुँदै इन्डिया गएको छ यो नदी। र यहाँ एउटा चाहिँ सूर्यपुरा भन्ने ठाउँमा पावर हाउस पनि निर्माण चाहिँ गरेको छ, जहाँ चाहिँ बिजुली उत्पादन गरेर चाहिँ जताततै सप्लाई दिने चाहिँ काम भएको छ। र यो त्रिवेणी भैरवादेखि त्रिवेणी कसरी पुग्ने भनेर ब्लग्स चाहिँ बनाउँदाखेरि यो बिच बाटोमा चाहिँ पर्यो। अनि त्यहाँबाट हामीले यसलाई पनि चाहिँ सुट गरौँ। यो मेरो राजु मित्र साथीको चाहिँ यो चाहिँ पहिला यहाँ बस्दाखेरि चाहिँ हिँड्ने बाटो रहेछ। उहाँलाई चाहिँ यसको चाहिँ एकदम माया लाएर ल चाहिँ यसको पनि चाहिँ बनाऊँ भनेर चाहिँ यो पुललाई पनि हामीले चिनाउने प्रयास गरेको छ। मलाई पनि माया छ, किन भन्दाखेरि म पनि चाहिँ यही क्षेत्रको चाहिँ मान्छे हो, मलाई पनि माया छ। र यो फेचुवा पुल भन्ने रहेछ यसलाई। फेचुवा पुलको चाहिँ यो जीर्ण अवस्था देख्दाखेरि एकदम मन के भनौँ दुखी भएर चाहिँ आयो। यस्तो जीर्ण अवस्था छ। यसरी चाहिँ सधैँ प्रयोग भइराख्ने बिजी पुल चाहिँ यस्तो जीर्ण अवस्थामा चाहिँ देख्दाखेरि चाहिँ राम्रो लागिरहेको चाहिँ छैन। यसलाई कसरी हुन्छ, यसलाई चाहिँ सम्भार चाहिँ गर्नु पर्यो, यसको चाहिँ मर्मत गर्नु पर्यो। फेचुवा पुलको गन्थनपछि फेरि एकैछिनको हिँडाइपछि हामी फलामे पुलमा पुग्यौँ। मेरो प्रिय दर्शकवृन्द, हामी अहिले फलामे पुलमा आएको छौँ। यो फेचुवाको पुलको नजिकै फलामे पुल छ। यसमा ठुलो ठुलो गियरहरू लगाइएको छ र यहाँको स्थानीय बासिन्दाहरूसँग सोद्धाखेरि यो के भन्नुभयो भन्दाखेरि पावर हाउसलाई, सूर्यपुरामा जुन पावर हाउस छ त्यो पावर हाउसलाई पानी बढी चाहिएको बेलामा यो फाटकलाई खोलिन्छ र त्यहाँ पानी बढी भएर चाहिँ कम गर्न पर्यो भने यो फाटकलाई क्लोज गरिन्छ। यहाँको पानीको बहावलाई चाहिँ कम गरेको छ। यो पुलमा पनि हामी कहिलेकाहीँ यो पुलबाट पनि हामी बेलाटारी पढ्न जान्थ्यौँ। यसलाई भन्छ फलामे पुल। र अनि मलाई जहाँसम्म लाग्छ यो चाहिँ फाटकको काम चाहिँ त्यहाँ अगाडि सूर्यपुरा पावर प्लान्ट छ, त्यसलाई चाहिँ पानी
चाहिएको बेलामा कम बेसी गर्नको लागि यो फाटक युज गर्छ मलाई जहाँसम्म लाग्छ त्यही हो। यो फलामे पुल कृषि सिँचाइको लागि पनि प्रयोगमा आएको स्थानीयले बताएको छन्। थोरै हिँडाइपछि फेरि हामी महलबारी पुलमा पुग्छौँ। यहाँ चोक जस्तो छ र यहाँ पनि एउटा पुल छ जुन पुल महलबारी गाउँमा जानको लागि चाहिँ प्रयोग गरिन्छ। महलबारी पुलबाट हामी अलिकति अगाडि बढेपछि त्यहाँ रानीनगर भन्ने ठाउँ पर्छ। रानीनगर पनि यसो बुझ्दाखेरि ऐतिहासिक ठाउँ रहेछ। पहिला सानो ठाउँ रहेछ, अहिले दोकानहरू प्रशस्त त्यहाँ खुलिसकेको छन् र त्यहाँका स्थानीय बासिन्दाहरूले आफ्नो आवश्यकताका सामानहरू त्यही रानीनगर आएर खरिद गरेका छन्। रानीनगरलाई हाम्रो क्यामेरा टिमले यसो निहाल्दाखेरि त्यहाँ मठ मन्दिरहरू पनि भएको देखियो। त्यो मठ मन्दिर हेर्दाखेरि यो पक्कै पनि पुरानो ठाउँ हुनुपर्छ जस्तो अनुभव भयो। र त्रिवेणी जाने बाटोको सुरुवात पनि त्यही रानीनगरबाट हुन्छ। रानीनगरबाट त्रिवेणी पनि जान सकिन्छ र रानीनगरबाट भैँसालोटन पुल क्रस गरेर हामी बिहार साइडमा पनि जान सक्छौँ। अब हामी भैँसालोटन पुलबाट बिहार साइड नलागेर हामी उत्तरको बाटो पक्रेर हामी त्रिवेणीतिर चाहिँ लाग्छौँ र थोरै समयको हिँडाइपछि हामी त्रिवेणी परिसरभित्र चाहिँ पुग्नेछौँ। कति राम्रो चाहिँ देखिएको छ अहिले भैँसालोटनको पुल। हेर्नुहोस् त, यहाँबाट यो दृश्य हेर्दाखेरि मनोरम दृश्य भएको छ र यहाँ कति व्यवस्थित छ। यो रेलिङ लगाइदिएर चाहिँ कति व्यवस्थित भएको छ। यसले गर्दाखेरि यहाँ आउने जाने गाई वस्तु जन्तुलाई सुरक्षित भएको छ। कोही यसरी नदीमा अचानक चाहिँ झुक्किएर चाहिँ झर्दैन। यसले त्यसले कुरालाई चाहिँ एकदम सुरक्षित गर्छ। यहाँदेखि वहीँसम्म लगाएको रहेछ यो चाहिँ। अनि यो दृश्य पनि एकदम राम्रो देखिएको छ आज। यो जुन हाम्रो पछाडिको दृश्य जुन देखिरहेछ यो त्रिवेणीको पुल हो। त्यो पुलबाट उता पारी चाहिँ इन्डिया भैँसालोटन जाने त्यहीँबाट हो र अनि वाल्मिकी आश्रम जाने पनि त्यहीँबाट हो र यता डुङ्गाबाट पनि अलिकता त्यो शिवालय मन्दिरबाट पनि डुङ्गाहरूबाट पनि पारी जान सकिन्छ। त्रिवेणी आफैमा एक पवित्र स्थल भएको हुँदाखेरि मानिसको मृत्युपछि अन्तिम दाह संस्कार गर्ने एक धार्मिक स्थलको रूपमा पनि चिनिन्छ। अब यो मन्दिरको परिसरबाट अगाडि बढ्दाखेरि यहाँ सबभन्दा पहिले हामीले देख्छौँ बस स्ट्यान्ड। त्यसपछि अगाडि बढ्दाखेरि फलफुलका दोकानहरू र साना साना दोकानहरू थुप्रै छन्। त्रिवेणीको बजारको संरचना हेर्दाखेरि यहाँ साना ठुला दोकानको सम्मिश्रणबाट चाहिँ बनेको बजार छ। र यही बजारबाट त्रिवेणीका वासीहरू र अन्य छेउछाउका बासिन्दाहरूले यहाँ किनमेल गर्नको लागि आवत जावत गर्दछन्। अलिकति हिँडाइपछि फेरि हामीले यहाँ शिवालय मन्दिर देख्छौँ। अब हामी शिवालय मन्दिरतर्फ लाग्छौँ। फाइनली हामी त्रिवेणी पुगिसकेका छौँ। अहिले हामी शिवालय मन्दिरमा छौँ जसलाई भक्तेश्वर शिवालय मन्दिर भनेर चिनिन्छ। यो बहुत ऐतिहासिक बहुत पुरानो मन्दिर हो। यो त्रिवेणीजीको तटमा हामी आइसकेको छौँ र यहाँ शिवजीको विशाल मूर्ति राखिएको छ र भक्तजनहरूले यहाँ आफ्नो स्नान चाहिँ ध्यान गरिराख्नु भएको छ। त्रिवेणी धाम जसलाई गजेन्द्र मोक्ष दिव्य धाम पनि भनिन्छ, नेपालको नवलपरासी जिल्लामा अवस्थित एक पवित्र हिन्दू तीर्थस्थल हो। 3 पवित्र नदीहरू गण्डकी, सोन र तामसा
को सङ्गममा रहेको यो स्थान धार्मिक र ऐतिहासिक रूपमा गहिरो महत्त्व राख्दछ। त्रिवेणी आएर एउटा मलाई धेरै खुसी के लाग्छ भने अहिले पहिलाभन्दा धेरै सरसफाइ र त्यसपछि गएर बस्नको लागि अब सबै यहाँ अब हेर्नुहोस् त्यस्तै कुर्सीहरू यस्तो पहिला थिएन, अहिले त्यहाँ सबै यसरी राखेको छ होइन। त्यो धेरै राम्रो छ, राम्रो भयो जियोस्। अब हाम्रो कार्यक्रम समाप्त भइसकेको छ। मेरो सहयोगी साथी राजु शर्मा र म राजेश पाण्डे अब यो दृश्यको अन्तमा चाहिँ पुगिसकेको छौँ। तपाईँलाई कस्तो महसुस भयो चाहिँ आजको कार्यक्रम? आजको कार्यक्रम धेरै राम्रो भयो, सोचेभन्दा पनि राम्रो भयो हेर्नुहोस्। तर अलिकति गर्मीले चाहिँ पसिना नै आयो। अब तराईको ठाउँ हो, गर्मी नहुने भन्ने चाहिँ कुरै चाहिँ हुँदैन। तराईमा चाहिँ गर्मीको समयमा, गर्मी जाडोको समयमा अधिकतम जाडो चाहिँ हुन्छ। तैपनि धेरै खुसी लाग्यो, इन्जोय रमाइलो भयो। अब यस्तै भिडियोहरू हामी तपाईँहरूको ल्याउने गर्छौँ, सपोर्ट गर्नुहोला। हस्त, धन्यवाद, नमस्ते।